नियर हर्क साम्पाङ आएपछि चाहिँ यसको अलिकति यो एरियामा चाहिँ धरानलाई दिने आइडेन्टिटी अलिकति राम्रो पनि भएर गएको छ, देशविदेशमा चिनिएको पनि छ। त्यसले गर्दा यो धरानमा आरा धरान चाहिँ बगायो भने धरानै बगाए जस्तो नै हो, मलाई चाहिँ त्यस्तो लाग्छ। किन भन्दाखेरि म बारम्बार भन्छु काठमाडौँ चिन्नको लागि धरावरले नै चिन्ने हो प्राय जसो हैन, अरू पनि हुन्छ, इन्फ्रास्ट्रक्चरले नै चिन्ने हो। जस्तो ट्विन्स टावरले मलेसियालाई देखाउँछ हैन, अनि त इफिल टावर फ्रान्सले देखाउँछ, लन्डन ब्रिजले गर्दा लन्डनको त्यो ब्रिज लन्डन युकेलाई देखाउँछ हैन। त्यसले गर्दाखेरि अमेरिकाले चिन्न लिबर्टी टाइपको हैन, सिङ्गापुरलाई जोड्न त्यो यस्तो सिंहको मुखबाट पानी निस्केको त्यस्तो खालको हो हैन। दमकलाई चलाउन त्यो केपी बनाएको टावर छ नि हो, त्यसले नै जनाउँछ भन्ने हो। अब अरूले जनाए नि भयो, तर अहिले चाहिँ अब चर्चित भएको छैन, भर्खर भर्खरै हो। त्यसले गर्दाखेरि चाहिँ हामीले पनि यो आरा धरानलाई चाहिँ धरानको आइडेन्टिटीले भएकोले गर्दा जोगाउनु पर्छ। अब यो सिमली हेर्नु न, यो सुक्दै गयो, हेर्नु न, यो रोग लाग्दै गयो। ग्लोबल वार्मिङ चेन्जेसले गर्दाखेरि यो रोगहरू आयो। अब यहाँ नि जोखिम छ, यो पनि पहिला पोहोरतिर लगाएको हो, यो वर्षेनी चेन्जेस हुन्छ। दर्शकबिन तपाईले जे भन्नुहोस्, तर खोला यति गहिरिएको कन्टिन्यू गहिरिराखेको छ। गहिरिराख्ने क्रममा नै यो यताको डाँडा र यताको डाँडा चाहिँ यति साह्रो गहिरिँदै गएको हो। यो खोलाले नै गर्दा हो, कुनै भगवानले गरेको होइन है। पानी परेपछि खोलाले जहिले पनि भन्छु मेजर काम उसको खेउने ओसार्ने थुपार्ने, खेउने ओसार्ने थुपार्नेले गर्दाखेरि नै यो कुनै पनि खोला दुई पहाडको बिचमा गहिरेर बसेको हो। त्यसलाई भन्छ हाम्रो गल्छी। अनि यो रक फर्मेसन चाहिँ हाम्रो आरा धरानले जोगाउने एउटा माथिबाटको पार्ट चाहिँ यतापट्टि गएको छ। सट्टै म यता देखाउँछु, यो एउटा ढुङ्गाको यही बेस लेभल चाहिँ यहाँनिर छ। यही उता पारीको रक फर्मेसन चाहिँ यसरी कन्टिन्यू टिल्ड भएर आएको छ, अनि यता यता गएको छ। यो जुन वाबु र उको एरियाबाट यता टिल्ड भएर पसेको रक फर्मेसनबाट चाहिँ यता जोगिँदै गएको छ र योसम्म लङ डिस्टेन्समा आएको छ। यसरी चाहिँ बुझ्नु पर्यो। जियोमोर्फोलोजी चाहिँ यो खालको छ यहाँनिर चाहिँ। अब आरा धरानले जोगाउनुको लागि यो चाहिँ कटान गर्यो भने सम्भावना चाहिँ एकदमै खतरा देखिन्छ। र यहाँ हाम्रो विभिन्न दाताहरूले बनाएको स्ट्रक्चरहरू छ, बस्ने ठाउँहरू छ, जति बनाउनेहरूले यहाँनिर यो खालको बनाएको छ। ल यसलाई जोगाउने भनेको यही दुईटा रक फर्मेसनले मात्रै हो, नत्र गाह्रो छ। यो पनि हो एउटा यताबाट आएको छ र यो ढुङ्गा अडियो यो एरियादेखि यसरी यहाँनिर चाहिँ यो पारी 2,74,000 लिटरको ट्याङ्की, यो श्रमदान ट्याङ्की बनाउँदा चाहिँ बाटो नै थियो। अब त्यतिखेर चाहिँ यहाँनिर चाहिँ त्यति गहिरेको खोला थिएन। किन गहिरो भन्दाखेरि ऊ तलको यो दुईटा ढुङ्गा छ, यो दुईटा ढुङ्गा, यो यसरी यो ढुङ्गा चाहिँ यहाँनिर थियो। यो ढुङ्गासँग यता जोडिएर यता यहाँ जोडियो त्योसँग थियो र योसँग थियो। अनि त्यो ढुङ्गा चाहिँ यहाँ तलको बगाइसके पछाडि यो ढुङ्गा पनि अलिक सरो, त्यसले गर्दाखेरि यो ढुङ्गा चाहिँ यो मेसिनले चाहिँ वाल लगाएर चाहिँ यसलाई चाहिँ अडेरिराखेको छ। यसरी यस्तो छ। हेलो नमस्कार, सम्पूर्ण इन्जिनियर अनलाइन टिभी हेर्नुहुने दर्शकवृन्दलाई नमस्कार। एजेन्ट सेवा हो। आज चाहिँ म आरा धरानदेखि मास्तिर छु। यो चाहिँ हाम्रो आरा धरानदेखि मास्तिरको ब्याकग्राउन्ड एरिया देख्दै हुनुहुन्छ। यो एरियामा यो आरा धरानदेखि आसपासको आरा एरियामा चाहिँ के कस्तो जियोमोर्फोलोजी छ, अनि भूगोल कस्तो खालको छ, र पानीको कटान गर्ने सम्भावना कस्तो छ, र हाइड्रोग्राफी र हाइड्रोलोजीले के कस्तो असर पार्छ भन्ने कुराहरू चाहिँ म देखाउँछु, र जोखिम एरियाहरूको पोइन्ट र पुरानो स्यान्डस्टोन रक फर्मेसनको बारेमा थोरै जानकारी गराउँछु। यो मास्तिरपट्टिको भाग चाहिँ हाम्रो यो माथिपट्टिको भेरेटार जाने धरान धनकुटा ब्रिटिसले बनाएको रोड हो। यो माथिको भाग चाहिँ
योदेखि मुनि चाहिँ कति भर्टिकल टाइपको ल्यान्ड भएको कारणले चाहिँ अलिकति पहिरो लड्ने जोखिम सम्भावना चाहिँ देखिन्छ र यो वर्ष अगाडि पनि पहिरो धेरैचोटि लडेको छ। यसपटक पनि पहिरो ठाउँ ठाउँमा लडेकोले गर्दाखेरि अलिकति जोखिम एरिया नै देखिन्छ। अहिले मैले भिडियो खिच्दा पनि राखेको चाहिँ देखिन्छ। हाम्रो चाहिँ यो पहिरो लड्ने सम्भावना चाहिँ म्याक्सिमम छ र पहिरो पनि लडी नै राखेको छ त्यहाँनिर अहिले। ल यो खालको पहिरो लड, त्यहाँ माटो पनि खसिरहेछ। ल अब दर्शकवृन्द के छ भन्दाखेरि यो क्षेत्रमा चाहिँ हाम्रो निसाने खोला छ। यो एरियामा चाहिँ हाम्रो सर्दु र खर्दुको दोभान मिसिएपछि अलिक तलतिरको सेक्सनमा छु म चाहिँ। ल योमा चाहिँ हाम्रो पहिला धेरै वर्ष अगाडि नै यो ब्रिटिसकै पालामा प्लम कङ्क्रिटद्वारा वाल उठाएको छ र पछि पनि वाल चाहिँ उठाइएको छ, किनभने पुरानो चाहिँ वालहरू छ यो एरियामा चाहिँ। र कोही चाहिँ एक्जिस्टिङ टाइपको प्लम कङ्क्रिट र मेसिनरी वालको मिक्सिङ पनि देखिन्छ त्यहाँनिर। र त्यो चाहिँ हाम्रो अहिले खोलाको तलको बटमको बेस लेभलमा पहिरो लडेर पल्टिसकेको छ त्यो चाहिँ, र त्यसरी छ यहाँ चाहिँ। र यो एरियामा चाहिँ के छ भन्दाखेरि हाम्रो यो आरा धरानको एरियाको यो पाटामा चाहिँ अस्ति यो ग्याबिन वाललाई चाहिँ क्रस गराएर बाढी उता गइसकेको थियो। तर अब यो चाहिँ हाम्रो 2 मिटर जति चाहिँ यो वाल चाहिँ यो थपिएको छ। यो चाहिँ हाम्रो पुरानो वाल चाहिँ टिल भएर तल ऊ चाहिँ लड्नलाई रेडी भएको छ यो एरियामा। यहाँतिर यो अब यहाँ चाहिँ हाम्रो एउटा पुरानो खालको एकदमै कमलो स्यान्डस्टोन यो पाइपको मुनि चाहिँ बसेको थियो। तर अहिले चाहिँ यहाँ चाहिँ आफै यो खोलाले चाहिँ यो बाढीले चाहिँ यहाँनिर चाहिँ यो रिभर बेड मेटेरियल चाहिँ उतापट्टि हालेर चाहिँ थामिएको जस्तो देखिन्छ। यो जतिखेर पनि स्कोर गर्ने सम्भावना हुन्छ, किन भन्दाखेरि यो डाँडाले चाहिँ पानी बग्दा चाहिँ यो ढुङ्गाले चाहिँ छेक्यो। अनि यतापट्टि चाहिँ यहाँ रोटेसनल फ्लो हुँदा चाहिँ यहाँ चाहिँ बालुवा र गिटी चाहिँ रिभर बेड मेटेरियल भनौँ न यहाँ चाहिँ थुपारेको छ। अनि यो जति पनि यहाँ नयाँ भाग छ 1 मिटर तलको भागको यो 2 मिटर चाहिँ अस्ति लगाएको नयाँ हो र उतापट्टि पनि 1 लेयर थपेको छ र यो ढुङ्गाको आसपासको देखि यतापट्टि 2 लेयर भन्नाले 2 मिटर जति चाहिँ थपेको छ। अब यो चाहिँ यतापट्टि चाहिँ कोरतिर एकदमै हाम्रो मेसिनरी वाल चाहिँ लगाएर चाहिँ यो ढुङ्गा चाहिँ टिल भएको थियो अडियो। अब पहिला चाहिँ हाम्रो यो एरियादेखि यसरी यहाँनिर चाहिँ यो पारी 2,74,000 लिटरको ट्याङ्की यो श्रमदान ट्याङ्की बनाउँदा चाहिँ बाटो नै थियो। अब त्यतिखेर चाहिँ यहाँनिर चाहिँ त्यति गहिरोको खोला थिएन। किन गहिरो भन्दाखेरि ऊ तलको यो 2टा ढुङ्गा छ, यो 2टा ढुङ्गा यो यसरी यो ढुङ्गा चाहिँ यहाँनिर थियो। यो ढुङ्गासँग यता जोडिएर यता यहाँ जोडियो त्योसँग थियो र योसँग थियो। अनि त्यो ढुङ्गा चाहिँ यहाँ तलको बगाइसके पछाडि यो ढुङ्गा पनि अलिक सरो, त्यसले गर्दाखेरि यो ढुङ्गा चाहिँ यो मेसिनरी चाहिँ वाल लगाएर चाहिँ यसलाई चाहिँ अडाइराखेको छ यसरी यस्तो छ। अब यहीँदेखि यतापट्टिको भाग जो सिमली सुकेको छ, यो सिमली पनि सुक्नु कारण चाहिँ अब क्लाइमेट चेन्जको कारण हो, नयाँ रोग आयो। अस्ति एकदम ड्राई सिजनमा चाहिँ सुक्खा थियो, त्यसले गर्दा रुट जोनमा चाहिँ पानी नभएपछि चाहिँ त्यसलाई रोग पनि आइरहेछ अहिले सिमली यो सिसौको रुखहरूमा चाहिँ। त्यसले गर्दाखेरि सिमलीहरू म्याक्सिमम मरिराखेको छ अहिले चाहिँ। यो चाहिँ बायो इन्जिनियरिङमा सबभन्दा ठुलो भूमिका हो। यसलाई चाहिँ घोप्टो रोपेनी, तेर्सो रोपेनी, उत्तानो रोपेनी जस्तो पनि बाँच्ने खालको हो। यो पहिला ब्रिटिसकै पालामा यो बायो इन्जिनियरिङमा सबभन्दा राम्रो भूमिका खेल्ने हो यो रुखहरू। तर अहिले सुकिरहेछ यो आरा धरान आसपास र अहिले धेरै ठाउँ। र अब सबभन्दा ठुलो भूमिका भनेको हाम्रो चाहिँ आरा धरानलाई रोक्ने भाग भनेको चाहिँ यो रक फर्मेसन हो। यो चाहिँ हाम्रो स्यान्डस्टोन टाइपको रक फर्मेसन छ यसरी। यो यतिले गर्दाखेरि चाहिँ यो यति चाहिँ ओरिजिनल रूपमा गयो, यो यसरी यो खोला अनि यहाँ पारी यसरी खोला आयो र उताबाट यो माथिको पानी चाहिँ यहाँ आयो यसरी, यहाँ योमा आड्यो यसरी आउँदा चाहिँ यहाँ चाहिँ यो
यो बेसको भाग चाहिँ एकदमै अहिलेको नजरमा चाहिँ यो अरूभन्दा चाहिँ अलिक डह्रो भएकोले गर्दा चाहिँ यो एरिया चाहिँ यो ढुङ्गाहरू यसरी थामिएको छ यहाँ मेसिनरी वाल लगाएर र यो चाहिँ हाम्रो यसरी यता पसेको छ यता 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 पसेको छ यहाँ तल पनि अब यो पनि खिने क्रम जारी नै छ यो अस्तिभन्दा चाहिँ यो दुईटा ढुङ्गाको बिचमा चाहिँ अलिक बढी खिएको जस्तो देखिन्छ अब दिनदिनै खोला गइदिरहेको छ गइदिने बित्तिकै यो ग्याबिन वालहरू यता पल्टिने सम्भावना चाहिँ मेक्सिमम हुन्छ अब यो तल 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 तलसम्म नै ग्याबिन वाल छ हेर्नुहोस् है त यो तल ग्याबिन वाल तल पनि छ हिजो अस्ति थपेको वाल हो त्यहाँ चाहिँ त्यहाँनि 2 लेयर जति चाहिँ थपेको छ भने 2 मिटर भनौँ न 1 मिटरको 2 लेयर थपेको छ अब यहाँदेखि सिधै गएको हाई करेन्ट चाहिँ त्यहाँ ठोकिन्छ र यतापट्टि चाहिँ मेन्ड्रिङ हुन्छ यतापट्टि चाहिँ मेन्ड्रिङ हुन्छ हो त्यस्तो खालको छ अब यहाँ यो ढुङ्गामा ठोकिएको भागले गर्दा उ त्यो पारिपट्टि ठोकियो त्यहाँनि ग्याबिन वाल हिजो अस्ति थपेको छ त्यो ढुङ्गाले गर्दा त्यो बाँकी दुईटा यो कोलाको बोर्ड चाहिँ जोगिएको छ यसरी अब यो ढुङ्गा चाहिँ अब यतापट्टि पसेर चाहिँ हाम्रो आराधरानको एरियाको आसपासमा यसरी गएको छ यसरी हुँदै यो यहाँ मुनि चाहिँ यो दुईटा चाहिँ सेक्सन अलिक कम छ यो चाहिँ पुरानो हाम्रो थोरै मिनी हाइड्रो पावरको पाइपलाइन छ यहाँ पनि अस्ति पानी पसेर ग्याबिन वाल यतापट्टि छ यता खोला बग्नु पर्नेमा यतापट्टि नागेर बगेर यहाँ हेर्नु त यो पुरानो हाम्रो आरएसएफ लाई पनि असर गरेर यहाँ बालुवा पुरा भर्यो अब यो अब मिनी हाइड्रो पावरको चाहिँ यतापट्टि मुहान पनि सबै बिगारेको छ यता मासतिर यो एरियातिर र अब हाइड्रो पावरको मिनी हाइड्रो पावरले पनि अलिक असर गरेको जस्तो देखिन्छ अब यसलाई अलिक बनाउन चाहिँ खर्च लाग्छ अब पानीको डिस्चार्ज अब कन्टिन्यू यत्रो हाम्रो जस्तो लगभग 5 एचडिएस यत्रै कन्टिन्यू हाम्रो सदाबहार ड्राई सिजन र बर्खाको सिजनमा कन्स्टेन्ट भएको भए चाहिँ राम्रो हुन्थ्यो तर अब अहिले बर्खामा चाहिँ यो म्याक्सिमम हाई फ्लोड लेभल हुन्छ हिउँदमा चाहिँ हुँदैन त्यसले गर्दा चाहिँ समस्या भएर चाहिँ भविष्य चाहिँ त्यति राम्रो देखिँदैन अनि यो रक फर्मेसन चाहिँ हाम्रो आराधरानले जोगाउने एउटा माथिबाटको पार्ट चाहिँ यतापट्टि गएको छ सट्टै म यता देखाउँछु यो एउटा ढुङ्गा हो यही बेस लेभल चाहिँ यहाँनिर छ यही उता पारीको रक फर्मेसन चाहिँ यसरी कन्टिन्यू टिल्ड भएर आएको छ अनि यता 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 गएको छ यो जुन वाबु र उको एरियाबाट यता टिल्ड भएर पसेको रक फर्मेसनबाट चाहिँ यता जोगिँदै गएको छ र योसम्म लङ डिस्टेन्समा आएको छ यसरी चाहिँ बुझ्नु पर्यो जियोमोर्फोलोजी चाहिँ यो खालको छ यहाँनिर चाहिँ अब आराधरानले जोगाउनुको लागि यो चाहिँ कटान गर्नु भने सम्भावना चाहिँ एकदमै खतरा देखिन्छ र यहाँ हाम्रो विभिन्न दाताहरूले बनाएको स्ट्रक्चरहरू छ बस्ने ठाउँहरू छ जति बनाउनेहरूले यहाँनिर यो खालको बनाएको छ ल यसलाई जोगाउने भनेको यही दुईटा रक फर्मेसनले मात्रै हो नत्र गाह्रो छ यो पनि हो एउटा यताबाट आएको छ र यो ढुङ्गा अडियो अब अर्को भनेको चाहिँ यतापट्टिको बेस लेभल यो ढुङ्गा चाहिँ लगभग 29 डिग्रीको एङ्गल अफ डिपमा बसेको देखिन्छ लगभग पहिला पनि मैले भनेको हो यो एङ्गल र त्यो माथि एउटा रक फर्मेसन एङ्गल सँगसँगै छ यही हो जोगाउने भित्ता छ अब यहाँ चाहिँ फेरि नरम छ यसरी अब यहाँ सिद्धियो अब अर्को भनेको चाहिँ यहाँ हाम्रो मेसिनरी लगाएर टालेको छ अनि यसरी 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 गर्दै गर्दै गएर हाम्रो यो सेक्सनमा चाहिँ अब यहाँ चाहिँ अलिकति यो पहिलेको तुलनामा चाहिँ माटोहरू भरेको छ यसरी माटो रिभर बेड मेटेरियलले हालेको छ तर यहाँ चाहिँ एकदम कन्टिन्यू गइराखेको नै छ स्कोर भएर चाहिँ अब यो सम्पूर्ण झारहरू राखेको यो पुरिएको भाग हो अब यो यतापट्टिको भाग छ जुन यहाँ चाहिँ हिजो अस्ति थपेको छ अब यो ग्याबिन वाल चाहिँ छड्के लगाएको छ छड्केले चाहिँ यतापट्टिको यो आराधरान यो मासतिर छ
यो एरियाको भागलाई चाहिँ यतापट्टि पानी चाहिँ यस्तो कोल्टे गरेर चाहिँ यहाँदेखि उता जाओस् भनेको लागि होला यसरी इन्क्लाइन लगाएको। तर 90 डिग्री लगायो भने चाहिँ फेरि यता पस्छ भनेर होला। तर 90 डिग्रीको खोलाको डाइरेक्सन पनि 90 डिग्रीमा लगायो भने चाहिँ राम्रो हुन्छ भन्ने हो। तर कहिलेकाहीँ यस्तो कन्डिसन पनि लगाउनु पर्छ इन्क्लाइन रूपमा हल्का टी। अब अर्को भनेको चाहिँ खोला आराधरानको खोलालाई जोगाउने भाग भनेको चाहिँ यहाँ पारीको यो रक फर्मेसन चाहिँ अलिकति त्यही एङ्गलमा ढल्केको छ। तर यहाँ यो पार्ट चाहिँ अलिकति अनि त्यसै गरी यहाँ फेरि नरम भयो। त्यसै गरी अनि यो पाटा यस्तो यही पाटा हो सबभन्दा धेरै र अलिकति डह्रो पाटा भनेको। यहाँदेखि यसरी यता आएर यहाँनिर चाहिँ यतापट्टि क्रस भएर चाहिँ यहाँनिर एउटा लुकेको र यो चाहिँ डाँडा ढुङ्गा छ। यो चाहिँ यो ढुङ्गा, यो ढुङ्गाले गर्दा र यसले गर्दा मात्रै आराधरान चाहिँ जोगिएको छ। अनि यो बेस ढुङ्गा यति मुभमेन्ट हुने बित्तिकै फेरि यही आराधरानको सम्मुख पार्टमा चाहिँ हाम्रो यो चाहिँ अलिकति टिल्ट भएर बस्छ। फेरि यही छाँगा पर्छ। किन छाँगा पर्यो भन्दाखेरि हाम्रो यो ढुङ्गाले चाहिँ यहाँनिर चाहिँ ड बनायो। किन बनायो भन्दाखेरि यहाँ चाहिँ फेरि हिजो अस्ति ग्याबिन वाल राखेको थियो, यहाँ मुनि चाहिँ हाम्रो ठुलो ड थियो। त्यसले गर्दा यसलाई चाहिँ जोगाउनको लागि त्यो बेस बस्यो। अब यसलाई रहनको लागि चाहिँ यो टिल्ट नहुनुको लागि यो राखेकोले गर्दा चाहिँ हाम्रो डह्रो हुन्छ कि भन्ने छ। तर यो माथिको हाई करेन्ट डेभलप भएर आउँदा चाहिँ यहाँ चाहिँ सिधै करेन्टले चाहिँ स्कोर गर्छ भन्ने चाहिँ फेरि देखिन्छ नै। अब यो ग्याबिन वाल त यहाँ छाँगा झर्दैछ। यो चाहिँ अब बाहिर आउटर सर्फेसको तारहरू काट्दियो भने चाहिँ फेरि त्यही प्याज बोक्ने पातलो बोरा जस्तै फेरि यो ढुङ्गा चाहिँ प्याज जस्तो च्यातेर निस्किनु पनि सक्छ। त्यो त अब त्यहाँ च्यातेको पनि चाहिँ एक लक्कोले नै च्यातेको चाहिँ देखिन्छ त्यहाँनिर। ल यस्तो छ। अब यो एरियामा अस्ति हिलो नै बगेकै हो। अनि यहाँनिर यो एरियामा चाहिँ ल यहाँनिर यो पाटा चाहिँ चेताइ नै सक्यो। अब यो पाटादेखि यस्तो गरेर पारिपट्टि यो ढुङ्गा छ। ग्याबिनवाले यसरी लगाएर हेर्दा चाहिँ यस्तो खालको देखिन्छ। ल अब हाम्रो आराधरान चाहिँ फेरि यहीँनिर छ। योबाट यति आउँदाखेरि लगभग 30 फुट जतिमा चाहिँ यो खोला बगिसकेको छ। त्यसले गर्दा अलिकति जोखिम चाहिँ देखिन्छ। किन जोखिम देखिन्छ भने पोहोर चाहिँ हाम्रो यहाँ मात्रै पानी बग्यो, तर यसपटक चाहिँ हाम्रो यहाँ नै पानी बग्यो। ल हेर्नुहोस् न, अलिकति जोखिम चाहिँ देखिन्छ। र यहाँनिर दुईटा लेयर छ। यसलाई अलिक धेरै अर्कै किसिमको यो रिभर ट्रेनिङ गरेर चाहिँ यो नदी यो खोला सर्दो खोला चाहिँ जोगाउनुपर्छ भन्ने छ। यहाँ फेरि अलिकति राम्रो खालको ग्याबिन वाल चाहिँ त्यसले गर्दा मात्रै यता पल्टेको छैन। यतापट्टि यो सिङ्गल लेयरलाई चाहिँ 2 मिटरले लगाएकोले गर्दा चाहिँ यता पल्टिएको छैन। नत्र चाहिँ अब यतापट्टि स्कोर गरेको भए चाहिँ पल्टिने सम्भावना थियो। ल सबभन्दा ठुलो भूमिका हाम्रो अघि पनि देखाएँ मैले, यो ढुङ्गाले जोगाएको छ। यो चाहिँ यता कन्टिन्यू फ्लो भएर यता क्रस गरेर यता गएर चाहिँ यो एरिया र यो आराधरानलाई चाहिँ यसरी जोगाएर कन्टिन्यू गएको छ। अब यता तल त अब त्यो मेन ड्रिङ भएको त्यहाँदेखि यता हान्यो, त्यहाँदेखि यता हान्दा चाहिँ तल हाम्रो मितेरी पुल प्लस ओसो पार गर्ने पाटालाई चाहिँ हानि नै हाल्छ पानीको हाई करेन्टले चाहिँ। अब म अर्को कुरा देखाउँछु। यो पारिपट्टिको भागमा चाहिँ अब खोला अहिले पनि हेर्नु त यत्रो बगिरहेछ। यो ढुङ्गाहरू अस्ति थिएन, यो ढुङ्गाहरू निस्क्यो कहाँबाट। तरिका खोला ठुलै छ। जहिले पनि चुरे पहाडको रेन्जहरूमा चाहिँ अलिकति जोखिम नै हुन्छ। किनभने एकदमै नरम चट्टान र जहिले पनि परिवर्तन भएर चाहिँ यो मुभमेन्ट भइराखेको चिज हो। टेम्परेचर प्रेसर चाहिँ अलिकति कम हुन्छ र यहाँ त्यस्तै खालको पहाड चाहिँ बनिएको हुँदैन र चट्टान पनि त्यस्तै खालको हुन्छ।
यो परको यो डाँडाको यस्तो खालको यो छ। अनि यहाँ एउटा दह छ, दह भएर यता आएर चाहिँ यसरी यो एरियामा पनि अस्ति नै मैले ड्राई सिजनमा पुरै स्कोर गर्छ, यो नरम हो, वेदर एक्सन भइरहेको छ भनेको थिएँ। त्यस्तै नै देखिन्छ। यो पनि हाम्रो पुरानो त हो, अब पहिलेको एक्जिस्टिङ जालीहरू यसरी यो खतम भएर बसेको छ यहाँ। अब यो पल्टाएर ल्याएर यता ल्यायो, अब यो यसरी छ। अनि यो पनि नरम नै हो। अब भोलि पर्सि वेदर एक्सन भएछ यो चोइटेको फुटिए नै हाल्छ, घाम पानी प्लस उले। अब यो यतापट्टि ट्याङ्की छ, यो माथि यहाँ सिमलीले छेलिएको छ, यो चाहिँ बस्ने ठाउँ हो। अब यो सिमली हेर्नु न, यो सुक्दै गयो, हेर्नु न, यो रोग लाग्दै गयो। ग्लोबल वार्मिङ चेन्जेसले गर्दाखेरि यो रोगहरू आयो। अब यहाँ नि जोखिम छ। यो पनि पहिला पोहोरतिर लगाएको हो, यो वर्षेनी चेन्जेस हुन्छ। दर्शकबिन तपाईँले जे भन्नुहोस्, तर खोला यति गहिरिएको, कन्टिन्यू गहिरिराखेको छ। गहिरिराख्ने क्रममा नै यो यताको डाँडा र यताको डाँडा चाहिँ यति साह्रो गहिरिँदै गएको हो। यो खोलाले नै गर्दा हो, कुनै भगवान्ले गरेको होइन है। पानी परेपछि खोलाले जहिले पनि भन्छु मेजर काम उसको खेउने, ओसार्ने, थुपार्ने। खेउने, ओसार्ने, थुपार्नेले गर्दाखेरि नै यो कुनै पनि खोला दुई पहाडको बिचमा गहिरेर बसेको हो। त्यसलाई भन्छ हाम्रो गल्छी होइन, घाँटी पनि भन्छ कोही कोही ठाउँ होइन, चाइनिज भाषामा त्यस्तो छ। त्यही कारणले संसारको होचो उपत्यका नि हाम्रो यही पूर्वाञ्चलकै प्रदेश नम्बर 1 को यो अरुण उपत्यका अन्तर्गत पर्छ। अरुण उपत्यकामा चाहिँ किन ठुलो गहिरो भयो भन्दाखेरि तिमी र कम्पाको समतल भूभाग, भोङचु र यार्चुको पानी चाहिँ हाम्रो तिब्बतको तेङदेखि किमाथाङकाको तिब्बतको तेङदेखि किमाथाङका आउँदा चाहिँ 32 किलोमिटर मात्र यात्रा गर्दा ऊ 1200 मिटर डाउनमा झरिसकेको हुन्छ। ल यहाँदेखि हेर्नुहोस् है, यो अब स्यान्डस्टोन टाइपको रक फर्मेसन, फिलाइट टाइपको रक फर्मेसन हुनु लागेको यो एरियाबाट यो सेक्सन सबै हेर्नुहोस् है, सबै कुरो नरम चट्टान छ। चुरे पहाडमा यति नरम चट्टान हुन्छ, यहाँबाट पनि देख्न सक्नुहुन्छ। यसरी 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 गर्दै माथिसम्मको सेक्सनबाट हेर्नुहोस् यस्तो खालको छ। र यो अब लगानी कसरी खेर जान्छ भन्ने कुरो चाहिँ अब हेर्नुहोस् है, यो माथिको पहिल्यै लगानी गरेको हो। यो पाटा नि पहिल्यै खोलालाई प्रोटेक्सन गर्नको लागि लगानी गरेको हो। अब यहाँ हेर्नुहोस्, यो हाइड्रो पावरको लागि, मिनी हाइडरको लागि यो बनाएको तटबन्ध प्लस मुहानलाई पनि यहाँ बगायो। अनि यो पाइप पनि यो अलिकति समस्या र यो अलिकति हाम्रो लगानी अलिकति खेरो गएको जस्तो देखिन्छ। अब यो जाली छ यहाँनिर, यो पनि अब उताबाट हालेको यता पल्टाएर ल्यायो। अब यो पहिला प्लम कङ्क्रिट गरेको हो, यो मेसिनरी वाल पनि भनौँ यसलाई, यो पनि समस्या गरायो। यो तार जाली छ यहाँनिर, यसलाई पनि फुटायो। त्यहाँको प्लम कङ्क्रिट प्लस तार जाली छ यहाँनिर, यसलाई पनि समस्या गरायो। हो यसरी नै वर्षे नि हाम्रो लगानीहरू चाहिँ खेर जान्छ। त्यसले गर्दाखेरि अलिक हामीले कुनै कन्स्ट्रक्सन गर्दा चाहिँ ध्यान दिनुपर्ने हुन्छ। अब यतापट्टि जाउँ। यो पनि पुरानो हाम्रो प्लम कङ्क्रिट हो। यहाँ पनि यो ग्याबिन वाल कताबाट पल्टाएर ल्याएर यहाँनिर फेरि तार खुस्काएर यो नै यो ढुङ्गा युज गरेको होला यतापट्टि होइन। त्यसै गरी यो पनि हाम्रो पहिला ब्रिटिसकै पालामा बनाएको, यहाँसम्म पल्टाउँदै ल्याएको छ। अनि यो तार जाली पनि यहाँनिर अस्ति लगाएको थियो, त्यो नि गयो। अब यस्तो खालको नरम चट्टान हुन्छ। यो सेक्सन चाहिँ हाम्रो यता तरेर यो पाटा भयो हाम्रो, यो यसरी गरेर यो सेक्सन भयो यता तरेको छ यो। ल अनि यो चाहिँ पुरानो हाम्रो यो भित्ता अडिनुको लागि चाहिँ यहाँ चाहिँ हाम्रो यो डाँडा, यो रक फर्मेसन चाहिँ अलिक डह्रो छ। यसरी यो सेक्सन चाहिँ यसरी छ। र अब सम्पूर्ण दर्शकवृन्दहरू के छ भन्दाखेरि
यो आरा धरान चाहिँ अब जोगाउनको लागि अलिकति प्लम कङ्क्रिट, मेसिनरी वाल, आरसीसी धेरै गरेर चाहिँ यो एरियाको सेक्सनलाई चाहिँ जोगाउनु पर्छ। आरा धरान यो जुन आरा धरानको लागि दिने आइडेन्टिटी छ, त्यो आइडेन्टिटीमा चाहिँ यो अहिले बनाएको मेयर हर्क साम्पाङ आएपछि चाहिँ यसको अलिकति यो एरियामा चाहिँ धरानलाई दिने आइडेन्टिटी अलिकति राम्रो पनि भएर गएको छ, देशविदेशमा चिनिएको पनि छ। त्यसले गर्दा यो धरानमा आरा धरान चाहिँ बगायो भने धरानै बगाए जस्तो नै हो, मलाई चाहिँ त्यस्तो लाग्छ। किन भन्दाखेरि म बारम्बार भन्छु, काठमाडौँ चिन्नको लागि धरावरले नै चिन्ने हो प्राय जसो होइन, अरू पनि हुन्छ, इन्फ्रास्ट्रक्चरले नै चिन्ने हो। जस्तो ट्विन्स टावरले मलेसियालाई देखाउँछ होइन, अनि त इफिल टावर फ्रान्सले देखाउँछ, लन्डन ब्रिजले गर्दा लन्डनको त्यो ब्रिज लन्डन युकेलाई देखाउँछ होइन। त्यसले गर्दाखेरि अमेरिकाले चिन्न लिबर्टी टाइपको होइन, सिङ्गापुरलाई जोगाउने त्यो यस्तो सिंहको मुखबाट पानी निस्केको त्यस्तो खालको हो होइन। दमकलाई चलाउने त्यो केपी ओलीले बनाएको टावर छ नि, हो त्यसले नै जनाउँछ भन्ने हो। अब अरूले जनाए नि भयो, तर अहिले चाहिँ अब चर्चित भएको छैन, भर्खर भर्खरै हो। त्यसले गर्दाखेरि चाहिँ हामीले पनि यो आरा धरानलाई चाहिँ धरानको आइडेन्टिटीले भएकोले गर्दा जोगाउनु पर्छ र अलिकति जोखिम छ। अलिकति हामीले चाहिँ खोलाको हाइड्रोग्राफी, हाइड्रोलोजी, जियोमोर्फोलोजी धेरै कुरा अध्ययन गरेर मात्रै इन्फ्रास्ट्रक्चर बनाउनु पर्छ। हामीले इन्फ्रास्ट्रक्चर बनाउँदाखेरि खोलाको हाई फ्लोड लेभलहरू कति छ त्यो एरियालाई क्यालकुलेसन गरेर राम्रो बनाउनु पर्छ भन्ने हो मेरो विचारमा। चाहिँ अब इन्जिनियरिङ पोइन्ट अफ भ्यूले हेर्दा चाहिँ अलिकति आरा धरान जोखिम चाहिँ देखिन्छ, किनभने वर्ष नि हाम्रो क्लाइमेट चेन्जले गर्दा ग्लोबल वार्मिङ चेन्जेस हुन्छ। ग्लोबल वार्मिङसँगै पानी टाइममा पर्दैन, पर्यो भने परे गर्छ र पर्यो भने नि अब वृष्टि वर्षा भएर चाहिँ खण्डवृष्टि हुन्छ र हाँडी घोप्टे पानी भन्छ नेपालीमा, हो त्यस्तै भएपछि चाहिँ प्राकृतिक प्रकोप चाहिँ मेक्सिमम आउँछ। र यो साल प्रेसिपिटेसन चाहिँ हाई भइसकेको छ, हाई छ सधैँको भन्दा भन्ने चाहिँ देखिन्छ। अब बङ्गालको खाडीदेखि साइक्लोन डेभलप भएको लगभग पूर्वाञ्चलमा 24 घण्टाभित्र नै हाम्रो अस्ति 17 गते पानी ठुलो परेकोले गर्दा यत्रो आरा धरानलाई बचाउनको लागि जोखिम भएको छ। अब जस्तो यहाँ सिमलीको रुखहरू थियो, सिमलीको रुखको यहाँ सिक्रा मात्रै देख्नुहुन्छ होला अहिले, हेर्नुहोस् अब रुख बिरुवाहरू अब बायो विविधताको रुख छैन भने एउटै मात्रै हो भने त मर्छ। तर मेयर हर्क साम्पाङले चाहिँ विविध खालको रुख बिरुवाहरू, बाँस भयो, जमुना भयो, अम्लिसो भयो, आँप भयो, अनि तपाईँको खिर्रा भयो, केरा भयो, अनि यो सिमली भयो, टाँकी भयो, दाना भयो, सिमलको रुख भयो होइन, एभोकाडो खालको बिरुवाहरू चाहिँ रोप्नु भएको छ। अब रिट्ठाको भयो होइन, त्यसले गर्दा चाहिँ एउटाले रोग लाग्यो भने नि अर्कोलाई चाहिँ लाग्दैन भन्ने देखिन्छ रहेछ अहिले चाहिँ। अनि एक अर्कामा चाहिँ अनि मिलेर उनीहरू सजीव भएर चाहिँ बाँच्ने आधारहरू चाहिँ राम्रो हुन्छ भन्दो रहेछ। अहिले एउटै किसिमको रुख रोप्यो भने एउटा रोग लाग्यो भने सबै मर्छ भन्ने चाहिँ देखिँदो रहेछ र त्यही अनुसार रुख बिरुवा लगाएर जलधारको क्षेत्रलाई पनि बढाउँछ भन्ने चाहिँ पहिलाको तुलनामा अलिक हरियाली पनि देखिन्छ। सरर हेरौँ है त, ल यसो हेर्दाखेरि यो पहिरो त अब अडिन्छ नै, तर त्यहाँ त अब फुसको घाँसहरू उम्रिने हो, तर पहिलाको तुलनामा यहाँ हरियाली त आएको छ यसरी। नत्र त यहाँ त बाख्रा चरनले गर्दा यो नै हुँदैन थियो। ल यस्तो खालको छ। ल दर्शकवृन्द, इन्जिनियर अनलाइन टिभी हेरिनु होला र कमेन्ट गरिदिनु होला। आजको यो धरानको आइडेन्टिटी दिने आरा धरानदेखि मास्तिरको एरियाको जोखिमपूर्णको बारेमा र जियोमोर्फोलोजीको बारेमा र अरू कुराहरू बताएँ र जोखिम कति छ भन्ने कुरो आजको भिडियोमा हेर्नु होला। हस्, नमस्कार।